हेलो एन्ड वेलकम छ तपाईँहरूलाई मेरो मिनी भ्लगमा। आज चाहिँ म बिहान उठेर आफ्नो ब्रस सस गरेर होइन अब ड्युटीमा जानको लागि रेडी हुँदैछु है। अब ब्रस सस गरिसकेपछि आफ्नो मुखसुख पनि धुनु परिहाल्यो। मुखसुख मजाले धोइयो। त्यसपछि आएर यसो अनुहार हेरेको यसो हेर्दा आम्मामा राम्रो देखेर चाहिँ त्यसपछि पचाकपुचुक गरिहालेँ। अनि हामी छोरा मान्छेलाई त यस्तै होइन, एकचोटि मुख धोएपछि सब भइहाल्यो, पुग्छ त्यति भएपछि। त्यसपछि आएर कहिले पनि खाट नमिलाउने मान्छे आजको लागि चाहिँ भिडियोको लागि भए पनि खाट मिलाइदिउँ न त भनेर यसो खाट मिलाइदिएको। खाट त खासै राम्रो मिलाएको त होइन, त्यही पनि अब यसो टालटुल गरेर मिलाइहाल्यो होइन। छोरा मान्छेको त्यस्तै नै अब मिलाउने पारा पनि होइन, सबै भताभुङ्ग हुन्छ। त्यसपछि आएर ड्युटीको लागि लुगा लाउनु लगाएँ, चट्ट लुगा पनि लगाएँ। त्यसपछि आएर सट्ट हेलमेट लगाएँ। त्यसपछि आएर अब ढोका बन्द गरेर ड्युटीमा लाग्यो। अब त्यसपछि आएर भर्खरै बिहान भइरहेको रहेछ, बिहानतिर मात्रै है। अब यस्तै छ, ड्युटीबाट फर्केर आएर अल्छी लाग्यो। त्यसपछि सर्ट न्यापको लागि एकछिन सुतौँ भनेर ढक्क सुत्दिएँ। त्यसपछि एकैचोटि त बेलुका खाना पकाउने बेला उठिएछ। खानासाना पकाएँ, खाएँ र आजको मेरो ड्युटी चाहिँ अथवा मेरो दिन चाहिँ यसरी सकियो।